ल यो चाहिँ मुहान हो। खोला त यो हिउँदा वर्षै यत्रो यो ठुलो यो पानी उता खेततिर लानु सक्यो त यो नहर बनेपछि यस्तो सट्टै जान्छ। यो ढुङ्गाबाट अलिक यो ढुङ्गाको कुनापट्टिबाट यसरी छ यस्तो हुँदै ठ्याक्क त ढुङ्गाको कुना त्यसो हुँदै पल्लो ठुलो ढुङ्गाको कुना हुँदै पानीको मुहान चाहिँ यही हो।